सधैँ चाहिँ आज पनि धरानी कृषि बजारबाट म निर्मल बोलिरहेको छु। आज हामीले जुन चाहिँ पुरानो वायरिङले आज हामी क्यासिङ बिट वायरिङ गरेको छौँ। यो हाम्रो आज सबै सिजी कम्पनीको स्विचहरू छ। यसरी एमसिबी बक्स राखेर हामीले मिटर राखेर यसरी फिट गरेको छौँ। यसरी गर्दा त के हुन्छ भने पछि गएर कुनै समस्या हुँदैन, सजिलैसँगले रिपेयरिङ गर्न सकिन्छ। र हामीले सर्टकट एउटा बोर्ड, बल अनि एउटा पङ्खा यस्तो तरिकाले फिट गरेको छौँ है। र यसरी वायरिङ गर्दा एउटा पछि गएर के हुन्छ, रिपेयरिङ गर्न एकदम सजिलो हुन्छ, कुनै समस्या हुँदैन। र तारहरू कति के कसरी लगाएको छ भन्दा पनि कुनै समस्या हुँदैन। र अब यो कोठालाई रङ्गाउने तयारी अवस्था छ र यसरी पुटिङ लगाएर कलरवालाले यसरी छोड्नु भएको छ। ल यहाँ पनि हामीले यसरी पुरै निकालेर वायरिङ यसरी राखेको छौँ। एउटा रुममा दुईवटा होल्डर छ, एङ्गल होल्डर र स्विच छ, अनि हाम्रो सिलिङ फ्यान छ है। यसरी राखेको छौँ। र हाम्रो आज यो घरमा सबै सिजीकै स्विचहरू छ है। डिमर पनि सिजीको, स्विच पनि सिजीको, यो ग्याङ हो र राम्रो छ स्विच पनि। र यसरी हामीले वायरिङलाई प्रत्येक कोठामा हामीले चेन्ज गरेको छौँ। तपाईँको घरमा पुरानो पुरानो वायरिङ छ भने, चेन्ज गर्नु छ भने हामीले सम्झिनु होला। र प्रत्येक कोठामा, हरेक कोठामा यो जुन दागी देख्दिनु हुन्छ, यो चाहिँ हाम्रो पुरानो वायरिङ निकालेको ठाउँको, तार छिराको ठाउँको हो। र हामीले यसलाई यसरी निकालेर नयाँ वायरिङ गरेको छौँ। यो कम्पनी उषाको फेन हो, यो पुरानो कम्पनीको। र पहिले पहिले चाहिँ यसरी माथिबाट सिलिङमा लाइट लगाउने चलन थियो। त्यो चलनलाई चाहिँ हामीले चेन्ज गरेर साइडमा वालमा राखेको छौँ, त्यो पनि एङ्गल होल्डरमा, जुन चाहिँ पहिले बट्टम होल्डर लगाइन्थ्यो है। यो जुन माथि देख्नु भएको छ यो बट्टम होल्डर है। बट्टम होल्डरमा पछि के समस्या हुन्छ भने बलहरू झुन्डिन्छ र पछि त्यो होल्डर जति होल्डरहरू रहने भएको छ त्यो झुन्डिएर झर्छ र ग्रिप पनि राम्रोसँग लाग्दैन। त्यसैले हामीले यसमा एङ्गल भित्तामा वालमै राखेको छौँ। वालमा राखेको डढेर र बलियो पनि हुन्छ र कुनै समस्या आउँदैन। र यसरी हामीले यो कोठालाई, प्रत्येक कोठालाई हामीले वायरिङ गरेका छौँ। हाम्रो बाहिरी फेस हो, यहाँ पनि सबै वायरिङहरू यसरी माथि सिलिङमा देखियो जुन बत्तीको पोइन्ट, हामीले यसलाई क्यान्सल गरेर हामीले वालमा राखेका छौँ। हाम्रो यो पुरानो मिटर बक्स हो, यो जुन चाहिँ पुरानो घरमा मात्रै देखिन्छ। आजभोलि नयाँ घरमा चाहिँ डबल एमसीवाला मिटर आउँछ, जुन चाहिँ 16 एम्पियरको नयाँमै आउँछ। जुन चाइनिज मिटर अहिले नयाँ मोडलको मिटर आउँछ है, जुन चाहिँ। र हामीले यो बाहिरको फेस पनि हामीले राखेको छौँ। र हाम्रो यो गल्ली एरिया हो। गल्ली एरियामा चाहिँ हामीले बत्तीलाई हामीले यो वालमाथि सिलिङमा चाहिँ सिलिङलाई क्यान्सल गरेर सबै वालमा राखेको छौँ। जति पनि छ वालमै हामी फिट गर्छौँ। वालमा गर्दा कुनै प्रब्लम हुँदैन नि त, सिलिङमा गऱ्यो भने पछि समस्या हुन्छ नि त। यो रुममा पनि सेम, जम्मा 10वटा रुम छ। सबै रुममा हामीले यसरी चेन्ज गरेको छौँ। यो जुन पहिलेको यो जुन पोइन्ट छ, यो सबै निकालेर यो जुन चाहिँ काठमा ठोकेर बिट वायरिङ गरेको थियो, जुन चाहिँ एकदम आजभोलि चाहिँ क्यासिङ बिटको छ। यो क्यासिङ बिटले गर्दाखेरि सजिलो हुन्छ। कुनै ठाउँमा निकालेर केही पोइन्टहरू चाहियो भने आवश्यकता अनुसार हामीले चेन्ज गर्न सजिलो हुन्छ। इन्भर्टर लाइन, वायरिङ, मेन लाइन, के अरे हाम्रो अर्थिङ सबै कुरा जोडेको छौँ। र हामीले फेनलाई पनि राम्रोसँगले फिट गरेको छौँ। यो घरमा सबै पुरानो उषा भन्ने कम्पनीको फेनहरू छ है। र पहिलेको समयमा यो एउटा ट्युबलाइट लगाउने सिस्टम थियो, त्यो सिस्टमलाई हामीले चेन्ज गरेर एलइडी बल्ब लगाएको छौँ। जुन चाहिँ धेरै पुरानो ट्युबलाइट हो, जुन चाहिँ धेरै बत्ती पावर पनि तान्थ्यो। उज्यालो त राम्रै उज्यालो हुन्छ, तर पनि आजभोलिको नयाँ एलइडी ट्युबलाइट आएको छ, त्यो ठाउँमा हामीले एलइडी बल्ब नै लगाएको छौँ। यो एडजस्ट फ्यान, यो जहिले पनि किचनमा एडजस्ट फ्यान हुनुपर्छ। यो किचन रुम हो, जहिले किचनमा एडजस्ट फ्यान राख्यो भने चाहिँ पछि गएर सजिलो हुन्छ। यहाँ डबल पावर सकेट राखेको छौँ हामीले, खानाहरू बनाउनु अथवा मिक्सर चलाउनु अथवा आवश्यकता अनुसार आफूले केही कुराहरू जोड्न सजिलो हुन्छ भनेर हामीले स्ल्याबभन्दा ठ्याक्कै 1.5 फिट माथि राखेका छौँ। र हाम्रो बत्तीको साइड भनेको यो साइडमा चाहिँ एउटा पूर्व साइडमा र पश्चिम साइडमा छ। जहिले पनि दुई साइडबाट हामीले किचनमा दिएको छौँ राम्रोसँगले। र हाम्रो एउटा चार्ज गर्ने पोइन्ट पनि त्यहाँ छ, जुन चाहिँ पानी तताउनलाई सजिलो हुन्छ। ल हेर्नुहोस् है, यो फ्रिजको भइहाल्यो। ल यो किचन रुमको हाम्रो वायरिङ पनि यसरी कम्प्लिट। यो चाहिँ हाम्रो बाहिरको साइड, जुन चाहिँ गल्लीमा रहेको स्विच हो, सिजीको स्विच हो। यो पनि हामीले यो पनि ट्युबलाइट थियो, ट्युबलाइट निकालेर हामीले एलइडी बल्ब लगाएका छौँ।
जति पनि ठाउँ छ यो पुरानो ठाउँमा हामीले इलेक्ट्रिक ट्युबलाइट पुरानो चेन्ज गरेर एलइडी लगाएको छ। ल यो त हाम्रो किचनको डाइनिङ टेबल रुम हो। यसमा चाहिँ हाम्रो बत्तीको यो साइडमा राखेको छौँ र बाहिर देखाउँदैछौँ। हाम्रो त बाहिर साइडमा यसमा त वायरिङ गरिसकेर कलर लगाउने सुरु भइसकेको छ। ल है अन्डरग्राउन्ड पाइप लगाएर हामीले यसमा गेटमा लाइट लाउँदैछौँ। यहाँ एउटा बत्तीको लागि पोइन्ट राख्दैछौँ। बत्ती गेटमा लाउने बत्ती त यही हो। हाम्रो गेट दुईवटा छ यो घरमा चाहिँ, एउटा अगाडि एउटा साइडमा छ। यो साइडको गेटमा चाहिँ हामीले बत्ती लाउँदैछौँ। र यो सबै रिपेयरिङ हुँदै घर हो। यो सबै रिपेयरिङ हुँदैछ। आवश्यकता अनुसार पोइन्टहरू हामीले राखेको छौँ। यहाँ चाहिँ हाम्रो ट्युबलाइट राखेको छौँ। यो बाहिरपट्टि चाहिँ जुन चाहिँ अहिलेको यो खालको लभ सिस्टम बनाएर पानी मात्रै नछिर्ने तरिकाले ट्युबलाइट राखेको छु। यो बाहिर साइडमा पनि बत्ती राखेको छौँ हामीले। बाहिर पनि बत्ती राख्न आवश्यक छ, तर ठाउँ अनुसार पानीले नभेट्ने ठाउँमा सुरक्षित ठाउँमा चाहिँ राख्दा राम्रो। अब हामीले किचन बन्दैछ है। यो माथि तल चाहिँ किचन बन्दैछ। यो मुनि त रुम भयो, यस प्यासेज भइहाल्यो। हाम्रो यहाँ स्टे मात्रै काली बस्छ र हाइट पनि बन्छ। ल हाम्रो यो घरको सबै वायरिङ, हाम्रो फर्स्ट फ्लोरको वायरिङ चाहिँ हामीले कम्प्लिटली काम गरिसक्यौँ। अब सेकेन्ड फ्लोरको चाहिँ अन्डरग्राउन्डै वायरिङ चाहिँ पछि बनाएकोले गर्दाखेरि सजिलैसँगले त्यसलाई चेन्ज गर्नु परेको छैन। ल है कम्प्लिटली घरको सम्पूर्ण कोठाको हामीले वायरिङ गरेर रेडी गरिसकेको छौँ। र तपाईँको घरमा पनि यस्तै किसिमको पुरानो वायरिङ छ, काठको एकदम पुरानो प्रब्लम आइरहन्छ भने क्याचिङ बिट वायरिङ गर्नलाई एकदम समस्याको सल्भ भइहाल्छ नि। क्याचिङ बिट गर्ने बित्तिकै तपाईँको सल्भ हुन्छ, किनकि पुरानो वायरिङमा एकदम तार पनि बढी युज भएको हुन्छ र बिजुलीको बिलहरू अर्थिङहरू कम मात्रामा हुन्छ, त्यसैले बिल धेरै उठ्छ। त्यो पनि यहाँ विचार गर्नु होला। क्याचिङ बिट गर्दा नै राम्रो हुन्छ, कुनै फल्ट पनि हुन आउँदैन, पछि सजिलैसँग चेक गर्न सजिलो पनि हुन्छ। ल आजलाई यति नै। मेरो भिडियो मन परेमा सबैजनाले तपाईँ घरमा कुनै समस्या छ भने बिजुली सम्बन्धी, इलेक्ट्रिक सम्बन्धी हामीले सम्झिनु होला।